हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म मनोकामना मन्दिरमा आइसकेको छु। हेर्नु होला, यहाँ पूजा गर्ने सामानहरू यस्तो रहेको छ है। एकदमै व्यवस्थित तरिकाले राखेको हेर्न सक्नुहुनेछ हजुरहरूले। र हजुरहरू पनि यदि मनोकामना मन्दिर आउनु भएको छैन भने एकचोटि आएर पूजा गर्नु होला र मनमा लागेको कुराहरू माग्न सक्नुहुनेछ। यहाँ हेर्नुलाई एकदमै धेरै आज पूजा गर्नको लागि चाहिँ एकदमै धेरै मानिसहरू आएको हेर्न सक्नुहुन्छ यहाँनेरि। र निकै टाढा टाढाबाट आउनु भएको छ यहाँनेरि। अनि यहाँनेरि पूजा गरिसकेर फोटो खिच्ने, भिडियोहरू लिने, यताउता हैन सबै कुराहरू गरिराखेको देख्न सक्नुहुनेछ हजुरहरूले। मनोकामना मन्दिर हो एकदमै। यहाँ चाहिँ के विश्वास गरिन्छ भने एकचोटि आफूले पूजा गरेर मागिसके पछाडि आफूले मागेको कुरा चाहिँ पुरा हुन्छ भन्ने एउटा परम्परादेखि चल्दै आएको विश्वास रहेको छ। र यहाँ चाहिँ धेरैले भाकल पनि गर्नुहुन्छ अनि आफ्नो भाकल पुरा गर्नको लागि पनि टाढा टाढाबाट आउनुहुन्छ यस मन्दिरमा पूजा गर्नुको लागि चाहिँ। अनि अहिले चाहिँ यो भ्यूहरू हेर्नु होला। जति पनि आज आउनु भएको छ यहाँनेरि पूजा गर्नुको लागि सबैजना एकदमै धेरै खुसी भएको देख्न सक्छौँ। अनि मैले वरिपरिको भ्यू देखाइरहेको छु हजुरहरूलाई। कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला। र यहाँ चाहिँ हेलो भन्दै हुनुहुन्छ यहाँनेरि। र जाने क्रम पनि त्यति नै छ, आउने क्रम पनि उति नै जारी छ। आज एकदमै भिड छ है। यहाँ चाहिँ पुरै बिहानै चाहिँ एकदमै धेरै लामो लाइन थियो। अनि अहिले म आइपुगेर एकछिन बसेर हेर्दाखेरि चाहिँ लाइन घट्दै घट्दै गइरहेको छ। यहाँ चाहिँ हेर्नु होला है, श्याम शान्ति ध्यान स्थल भन्ने छ त्यहाँनिर चाहिँ टक्क बसेर एकदमै ध्यान लिन सकिन्छ त्यहाँबाट। र भ्यूहरू पनि त्यहाँबाट सर र वरिपरिको भ्यूहरू राम्ररी हेर्न सकिन्छ है। मैले सर र भिडियोमा देखाएको छु। लाइन हेर्नु होला, लाइन अहिले पनि देखिन्छ है। अहिले त त्यति धेरै लाइन छैन। एकदमै मान्छेहरू चाहिँ एकदमै पूजा गरिसकेर अब आफ्नो घरतिर जाने क्रम जारी नै छ। अब म चाहिँ यो गणेश भएको ठाउँमा प्रवेश गरेको छु। गणेश भन्दा पनि यो शिवजी भएको ठाउँमा हैन। यहाँ चाहिँ पुजारी बाले चाहिँ हातमा डोरोहरू पनि बान्दै हुनुहुन्छ। र अब म चाहिँ फर्किसकेको छु है पूजा गरिवरी। फेरि तलतिर ग्राउन्डतिर जाँदैछु। ग्राउन्डतिरको पनि भिडियो सर देखाउँछु हजुरहरूलाई। हेलो गाइजहरू, अब चाहिँ म तपाईँहरूलाई यो चाहिँ गेट हो है, मनोकामना मन्दिर जाने गेट। यताबाट तल चौरबाट जाने गेट रहेको छ यो चाहिँ। अनि यतापट्टि एकदमै भिड छ है। आज चाहिँ पूजाको सामानहरू किन्दै हुनुहुन्छ। धेरैजना मालाहरू पनि हेर्दै हुनुहुन्छ।
धेरै टाढाबाट आउनु भएको छ पूजा गर्नुको लागि। अनि वरिपरि हेर्नु होला बाइक गाडी त्यति नै देखिन्छ, अत्याधिक नै छ यहाँनिर। अनि हेर्नु होला गाइजहरू, मैले सर र सबैतिरको भिडियो देखाउँदैछु, कृपया हेरिदिनु होला। अब चाहिँ म मनोकामना मन्दिरको सबैभन्दा पहिला उत्पत्ति भएको ढुङ्गातिर जाँदैछु। यहाँनिर हेर्नुलाई यो ढुङ्गामा मूर्ति पनि देख्नु भएको छ है शिवजीको। अब म जाँदैछु, विशेष गरी यहाँ तलतिर एकदमै संरक्षण गरेर राखिएको ढुङ्गा छ। मनोकामना मन्दिरमा आइसकेर माथितिर पूजा गरिसके पछाडि यो ढुङ्गामा पनि आएर पूजा गर्नुपर्ने छ। र परम्परागतदेखि नै भनिँदै पनि आइरहेको छ, यो ढुङ्गा जुन दिन पत्ता लाग्यो नि त्यही दिनबाट मनोकामना मन्दिरमा उत्पत्ति भएको भन्ने एउटा भनाइ पनि छ। यी हेर्नु होला, यो ढुङ्गामा विभिन्न स्वरूपहरू देखिन्छ, निहालेर हेर्दै गयो भने। अनि यहाँ पूजा गर्ने मान्छेहरू अत्याधिकै देखिन्छ है यहाँनिर हेर्नु होला। अनि अब फेरि म फर्किँदैछु, फर्केर सबैतिरको भ्यू देखाउनेछु, हेरिदिनु होला।
यो देखिराख्नु भएको छ एउटा सुन्दर भवन। यो भवन चाहिँ वृद्धाश्रमको भवन रहेको छ, भर्खरै निर्माण भएको छ। अब यहाँनिर अहिले आमा बुवाहरू आएर बस्ने चाहिँ ठाउँ चाहिँ बनिसकेको छ, तर बस्नु चाहिँ भएको छैन। तर भवन चाहिँ एकदमै राम्रो बनिएको छ यहाँनिर। अनि यहाँ परतिर हेर्दाखेरि चाहिँ एउटा पसल छ, पसल अत्याधिक मजाले चलेको छ, एकदम भिडामभिड छ। आज मान्छेहरू पनि पुरै अब दिउँसोको समय भइसक्यो, छटपटेर होइन, गर्मी भएकोले छटपटेर एकदमै यताउता हिँडिराखेको देख्न सक्नुहुनेछ है। र मैले मनोकामना मन्दिरको सम्पूर्ण कुराहरू देखाइसकेको छु भिडियोमा। हजुरहरूलाई कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। र अन्तिममा जाँदै फेरि पनि भन्न चाहे, मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने प्लिज हजुरहरूले सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सेयर पनि गरिदिनु होला। र यहाँको भ्यू सर्ट मजाले हेर्नु होला र मनोरञ्जन लिनु होला है त। तपाईँहरूको दिन शुभ होस्।